हामीलाई बचाउने सेनाले सिंहदरबार किन बचाउन सकेन, सर्वोच्च अदालत किन बचाउन सकेन, राष्ट्रपति भवन किन बचाउन सकेन भनेर हेर्दा बडो अनौठो चित्र अनुभूत हुन्छ, बडो विचित्र लाग्छ। हामीलाई त बचायो, मैले त्यसो भएर धन्यवाद कमसेकम हामीलाई बचायो, त्यसको लागि त धन्यवाद दिनै पर्यो। हामी बचेर निक्लेर आइए नि त। नबचाउन चाहेको भए त हामी त के अरे मुठीको ऊ जस्तो भएको थियो नि, किचिक्क पार्दै त हामी किचिक्कै हुने ठाउँमा पुगेका थियौँ। त्यसो त भइएन, के कारणले भइएन होइन। जे भए पनि सेनाकै हेडक्वार्टरमै बसेर सकुशल आउँदा त सेनालाई धन्यवाद त दिनै पर्यो नि। तर गहिरिएर विचार गर्दा हामीलाई भू राजनीतिक शक्ति सन्तुलन र चलखेलले बचाएको हो भन्ने जस्तो लाग्छ मलाई, नत्र बच्ने स्थिति थिएन। सबैको एउटै कुरा भएको भए त हामी जे पनि हुन सक्थ्यो।